नमस्ते सबैजना। म आज हामीले खाइरहेको कोदोको केही गुणको बारेमा भन्न चाहन्छु। कोदो एकदमै बहुगुणीय अन्नको रूपमा मानिन्छ। कोदोमा चाहिँ सबै अन्नहरूमध्ये सबैभन्दा धेरै क्याल्सियम पाइने गरिन्छ। त्यसैले यो हड्डी स्वास्थ्यको लागि कोदोलाई एकदम राम्रो मानिन्छ। जस्तै बढ्दो उमेरका बालबालिका वृद्धहरूलाई चाहिँ हड्डी सम्बन्धी समस्याको लागि चाहिँ कोदो धेरै नै राम्रो मानिन्छ। कोदोमा आइरन र अन्य अरू मिनरल भएको कारणले गर्दाखेरि यसले शरीरमा रगतको मात्रा पनि बढाउनमा मद्दत पुर्याउँछ भने यो चाहिँ लो ग्लाइसेमिक इन्डेक्स। यसको मतलब चाहिँ यो खाएर पचाएपछि यसले तुरुन्तै शरीरमा ग्लुकोजको लेभल चाहिँ प्रभाव गर्दैन। मतलब यसले बिस्तारै चाहिँ ग्लुकोज छोडिरहन्छ। कोदोलाई विभिन्न परिकारमा प्रयोग गरेर खानु अत्यन्तै लाभदायक छ। म चाहिँ प्राय कोदोलाई सधैँ नै आफ्नो खाद्यान्नको रूपमा प्रयोग गर्छु। आफ्नो प्राय जसो म चाहिँ प्यानकेक बनाउँदाखेरि चाहिँ कोदोलाई अन्य फ्लावरहरूसँग मिसाएर प्यानकेकको ब्याटर बनाएर बनाउँछु। कहिले चाहिँ कोदोको हलुवा रोटी बनाएर पनि खान्छु भने कहिले ढिँडो जस्तो अथवा कहिले बोरिज टाइपको बनाएर खान्छु। यसले चाहिँ सस्टेन एनर्जी दिनभरिलाई दिन मद्दत पुर्याउँछ। कोदोलाई अन्य नट्स अथवा प्रोटिन सोर्ससँग मिलाएर र भाइटामिन सी युक्त फलफुलसँग मिलाएर खाने हो भने त्यसो भएको आइरन पनि सजिलै हुन्छ।